जय जय श्री राधे। एकजना सज्जन दर्शकको प्रश्न थियो कि जन्म कुण्डलीमा कुन योगका कारणले गर्दाखेरि जीवनमा धेरै सङ्घर्ष बेहोर्नु पर्ने हुन्छ, लाइफ डिफिकल्ट रहन्छ र धेरै जीवनमा फेलियर देख्नुपर्ने हुन्छ अथवा आफ्नो जीवनमा धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ र जीवनको उत्तरार्ध 38 वर्षसम्म पनि त्यसको भाग्यले ग्रोथ नगरे झैँ जीवनमा के 2-4 पैसा कमाउन नसके जस्तो हुन्छ र आफ्नो आत्मग्लानी भइराखेको स्थितिहरू चाहिँ बारम्बार आफूलाई देखेर निराश रहने यस्तो कुन योगका कारणले गर्दाखेरि हुन्छ र यसको उपाय र समय कहिले आउँछ भन्ने कुराहरूलाई प्रश्न गर्नुभएको थियो। बर्थ चार्टमा कुण्डलीमा यदि राहु र शनिको कन्जक्सन छ र डिग्री वाइज एकदम नजदिकको कन्जक्सन छ भने यस्तो स्थितिमा त व्यक्तिको जीवन निकै सङ्घर्षपूर्ण सङ्घर्षयुक्त रहने गर्दछ। लाइफमा धेरै ठाउँमा आफूले हार बेहोर्नु पर्ने हुन्छ र निराश आफूसित बनेको हुन्छ। त्यसको लाइफको टर्निङ पोइन्ट भनेको ठिक 38 वर्षपछि नै उसको लाइफमा एकदम राम्रो टर्निङ पोइन्ट आउँछ र त्यहाँबाट बल्ल त्यो व्यक्ति सक्सेसतर्फ अगाडि बढेको हुन्छ। त जसको पनि कुण्डलीमा राहु र शनि एकसाथ बस्छन् भने त्यसको जीवन निकै सङ्घर्षपूर्ण हुन्छ र त्यसले आफ्नो जीवनमा एक्सेप्ट गरेरै हिँड्नुपर्ने हुन्छ र राहु र शनिको उपाय गर्नाले लाइफमा केही राम्रो पोइन्ट पनि आउने गर्दछ। त यो दुईटा योग छ, राहुसित शनिको कन्जक्सन, जसलाई सबभन्दा बेड कन्जक्सन भन्छ, नराम्रो कन्जक्सन भनिन्छ अथवा नराम्रो योग भनिन्छ। त्यही भएको हुनाले यसलाई यहाँहरूको समक्षमा जानकारी दिए।